मर्निङ म चाहिँ चिया खाँदै हिँड्दैछु 2 दिन भयो हिजो र आज वक सकेर चिक्न आँखै चिलायो वक अलिकति ढिलो भयो भने चाहिँ के बोरिङ हुन्छ भने नि गाडी पुरा हिँड्छ नि त त्यही बोरिङ हुन्छ अँधेरोले गर्दाखेरि चाहिँ अब 5:30 मा निस्कियो भने चाहिँ ठिकै हुन्छ अलिक रिमरिम भएको हुन्छ 5 बजीसम्म चाहिँ एकदम अँधेरो हुन्छ नि त म चाहिँ अब यो चिया चाहिँ उयो माथि रिच पार्कमा एकजना दाजुले बेच्नुहुन्छ नि हो सधैँ खानु मन पर्थ्यो नि पैसै थिएन हिजो म गएर जिपे हुन्छ होला भनेर चाहिँ अन्त चिया मागेँ भरे त हुँदैन रहेछ आएको छैन रहेछ र पनि उहाँले अब म चिन्नु न जान्नु नि होइन उहाँले मलाई दिनुभयो अन्त होला अन्त पैसा छैन त भोलि म आएन भने भनेको पनि होस् अरे मलाई खानुहोस् अरे कि यस्तो कुराहरू चाहिँ मलाई पुरा छुन्छ होइन अन्त फेरि आज चाहिँ मैले सम्झेर बिहान भयो निन्द्रामा हिँड्नुपर्छ नि त बिहानै सम्झेर पैसा बोकेर आएर चाहिँ तिरेर फेरि खाएको चिया अनि एउटा बिस्किट रहेछ मिठो बिस्किट पनि खाइदिएँ मर्निङमा अब यस्तो डिफ्रेन्स हुन्छ नि ठुल्ठुलो होटलमा गएर चियाहरू अर्डर गरेर बस्दा 2 घन्टा अगाडि आउँछ एकपछि आउँछ त्यहाँदेखि फेरि यसरी बाँकी त परै जाओस् है पोसिबल छैन आफ्नो वरिपरि सानो व्यापारी मलाई त्यही कारण कहाँ घुम्नु जाँदा पनि सानो ढाबाहरूतिर है खाना छिट्टो आउँछ मिठो हुन्छ यति हो हाइजिन चाहिँ अलिक याद गर्नुपर्छ किनभने कतिवटा ठाउँमा चाहिँ हाइजिन हुँदैन नि त अब ठुल्ठुलो रेस्टुरेन्ट होटल भनेकोमा चाहिँ एउटा चाहिँ हाइजिनको कुराहरूले पनि अब जान्छ मान्छेहरू सानो होटलहरूमा चाहिँ ढाबाहरूमा हाइजिन हुँदैन भन्ने गर्छ नि त फर्केकोमा आज अलिक छिटो बाटोमा मैला यसरी कुकुरले यसरी मैला थुपारिदिएको हुन्छ गुड मर्निङ कुकुर मैला थुपारेर चाहिँ कुकुरले चाहिँ मुखले त्यो त्यो छत्ता छिल्ला बनाएको हुन्छ हो अन्त कस्तो घिनलाग्दो देखिरहेको हुन्छ गुड मर्निङ चिया खाइसकेको छुइनँ यो चाहिँ म चाहिँ सानोदेखि नै यस्तो खालको थिएँ नि त है कतिवटा दोकानमा 1 रुपियाँ 2 रुपियाँ बाँकीहरू रहेको हुन्थ्यो नि त कतिवटा सौदा घरबाट सौदा गर्नु पठाउँदा म चाहिँ सम्झेर गएर 1 रुपियाँ 2 रुपियाँहरू पनि तिर्थेँ बाँकी र मलाई चाहिँ बाँकी लिनु पनि मन पर्दैन कसैकोबाट दिनु पनि मन पर्दैन किनभने पैसा चाहिँ दुश्मनी हो मान्छेले उयो गर्छ नि त त्यो आवश्यकता परिजाल चाहिँ म्याउ म्याउ गरेर अहिले फर्काइदिन्छु भनेर माग्छ होइन त्यहाँदेखि फेरि तिर्ने बेलामा चाहिँ अब कसैको त परिस्थिति हुनसक्छ कसैको त तिर्ने उद्देश्य नै हुँदैन तिर्नुपर्छ भन्ने नै हुँदैन तिर्दैन त्यही कारण मेरो चाहिँ के छ भने आफूलाई चाहिँदा मैले कहीँबाट पाउँदिनँ सपोर्ट मेरो चाहिँ त्यो भाग्यको लेखाइ हो कि के हो कि मलाई कहीँ सपोर्ट चाहियो भने यदि मेरोमा नभएको कुरा मैले कहीँ मागेँ भने पाउँदिनँ नि त बिहान चाहिँ कोही रेडी भएर ड्युटी गइरहेको भेट्छ कोही एकदम एक्सर्साइज कुदिरहेको भेट्छ अब चाहिँ 7 बज्नु आँट्यो है अब चाहिँ मान्छेहरू काममा निस्किनु थाल्यो गाडी पनि अब बेसी चल्नु थाल्छ यस्तो छ मान्छेहरू निकै निस्किनु थालिसक्यो मैले भन्दै थिएँ त्यो चाहिँ बाँकीको कुरा छ नि मेरो हात चाहिँ एकदमै गह्रौँ छ नि होइन प्रायः म मेरो हातबाट कसैलाई चाहेको रूपमा अब दिएपछि त्यो पैसा मैले कहीँ पाउँदिनँ प्रायः नै मैले याद गरेको प्लस मलाई चाहिन्छ म मेरो चाहिँ एउटा के छ म माग्नु सक्दिनँ होइन म चाहिँ जस्तै बुझेर मैले कसैको केही चिज चलाएको छु भने उसले माग्नुभन्दा अगाडि नै म दिन्छु त्यो मान्छेले नमागिकन है त्यो सपोज कुनै डेट तोकेको छ भने त्यो डेटभन्दा अगाडि नै म चाहिँ त्यो कुराहरू अब चिजबिज लगेको छ भने पनि फर्काइदिन्छु पैसाहरू केही चलाइहालेको छु भने हतपत्त म चलाउँदिनँ माग्दिनँ कसैबाट चलाइहालेको छु भने पनि स्पेसली मैले केही लुगाहरू जुत्ताहरू किन्दाखेरि कोही बेला पेमेन्टहरू गरेको हुँदैन नि त त्यो पनि म छिट्टो पुऱ्याइदिन्छु है उनीहरूले जहिले भए पनि दिनु नि भनेको हुन्छ तर म चाहिँ अब छ भने तिरिहाल्छु छैन भने चाहिँ लग्यो भने पनि अब कहाँबाट म्यारेज गरेर पहिला मात्रै तिर्ने मेरो बानी छ नि त
अन्त क्यास कसैले पैसाहरू चलायोहरू भने मेरो एकदमै उठ्दैन। यो चाहिँ मेरो उयो छ, मलाई चाहिएको हुन्छ। अब यो चाहियो कतिवटा कुराहरू आफ्नो प्लानिङमा यो गर्छु त्यो गर्छु भनेको हुन्छ। तर अब के अरूले क्या यसलाई किन चाहियो र भनेर सोचेको जस्तै सोच्छ जस्तो लाग्छ। पैसा भन्ने कसलाई चाहिँदैन होइन, पैसा सबैलाई चाहिएको हुन्छ। तर म चाहिँ मेरो चाहिँ आफ्नै पैसा पनि माग्नु सक्दिनँ, मेरो बानी। त्यही कारण चाहिँ म प्राय कम्तीमै बाँच्ने कोसिस गर्छु र माग्दिनँ कसैलाई पनि। छैन भने पनि बरु ठिकै छ भनेर नै लाइफ चलाउँछु है। अब हुनैपर्छ मेरो कुराहरू कतिवटा कामहरू भन्ने म गर्दिनँ नि त, यस्तो हुन्छ। त्यही कारण म चाहिँ सानोदेखि दोकानहरूको बाँकी 1 रुपियाँ 2 रुपियाँ पनि तिर्थेँ। जस्तै आज पनि मैले 10 रुपियाँ हिजो चिया 10 रुपियाँ होइन 20 रुपियाँ चियाको 20 रुपियाँ तिरेँ, किनभने बिचारा उनीहरू कति बजी उठेको हुन्छ एक कप चिया बेच्नु लागि। अब जस्तै यहाँनिर उनीहरू बिहान 5 बजी आइपुग्छ अरे, त्यो सबै रेडी पार्दा ओर्दा उठ्दा फ्रेस हुँदा 2-3 बजी उनीहरू उठ्नुपर्छ। उनीहरूले मेहनत, हामीले मेहनतलाई चाहिँ सम्मान गर्नुपर्छ नि त होइन। ठगहरूलाई सम्मान गरिरहेको हुन्छौँ हामी प्रायः, जुत्वाहरूलाई जोतेर पुरा पैसा खान्छ होइन ठगहरूलाई। तर हामीले चाहिँ मेहनतलाई सम्मान गर्नुपर्छ। अन्त त्यसरी सम्मान गर्नुको मतलब चाहिँ पैसा बाँड्दै हिँड्नु होइन। अब उहाँहरूले के गर्दैछ त्यसमा चाहिँ अब टेवा पुर्याउने जो सक्यो भने चाहिँ हाम्रो समाज बलियो हुन्छ नि त। तर त्यस्तो हुँदैन छैन अचेल, मेहनतको बेसी कदर हुँदैन, ठगुवाहरूको मात्रै बेसी कदर हुन्छ। यस्तै छ समाज। आइपुग्यो अब। आज चाहिँ मलाई छिट्टै घर फर्किनु मन पऱ्यो नि त। म प्यालेस जान्थेँ, प्यालेस पनि गइनँ। आज चाहिँ त्यतिकै सर्टकट झरेँ चिया खाँदै। प्यालेस चाहिँ गएन, हिजो चाहिँ गएँ। मजा आउँछ प्यालेस जाँदाखेरि। यस्तो छ लु, कतिजनाले मलाई साथीहरूले भन्छ नि तिमी त के सब जाँगरी लो, हामी त ओछ्यानमै हुँदा तिम्रो भिडियोहरू हेरिरहेको हुन्छौँ भन्छ मेरो साथीले। जाँगरी हुँदैन, म चाहिँ सानोदेखि पनि अब एउटा हामीलाई सानोदेखि छिटो उठ्नु पर्थ्यो कतिवटा कामले गर्दा, बाबा आमाले उठाउनुहुन्थ्यो। सानोमा चाहिँ करले उठ्नु पर्थ्यो होइन, निन्द्रा पुरा लाग्थ्यो। तर अब करले उठ्यो, त्यो कामसाम गरेर घरको पूजाहरू एकदम हाम्रो ड्युटी नै थियो गर्नुपर्ने। सानै यति बेसी भाँडाहरू धोएर त्यहाँदेखि त्यो सबै सकेर स्कुल जानु पर्थ्यो नि त। त्यसको लागि चाहिँ छिट्टो उठ्नु पर्थ्यो। कतै सुत्ने रहर हुँदा पनि उठ्नै पर्थ्यो। त्यसै अहिले चाहिँ मलाई मन पर्दैन बिहानभरि सुत्नु, मलाई चाहिँ रहरले उठ्छु अहिले चाहिँ। पहिला करको उठाइ थियो भने अहिले चाहिँ रहरको उठाइ। र बिहान मान्छेले जो सुत्छ नि, सुतेर टाइम वेस्ट गर्छ नि आफ्नो आधी जिन्दगी, पुरा हाउडे लाग्छ। किन उसले जिन्दगी नै नबाँचेको जस्तो। किनभने अहिले त विन्टर हो, अब कति चाहिँ अब केही काम एउटा कामको लागि चाहिँ अब 2 बजी 3 बजी निस्किन्छ नि त। 4 बजी 4:30 त अँधेरो हुन्छ, सक्यो दिन। अन्त अँधेरोको के मजा लिनु होइन, उज्यालोको ग्रिनेरीको लिनु पऱ्यो नि त। अन्त पुरा जो बेसी सुत्छ त्यो मान्छेले चाहिँ टाइम वेस्ट पुरा गर्दैछ जिन्दगीको, लाइफको मजै लिएको छैन जस्तो लाग्छ मलाई चाहिँ। अन्त मलाई चाहिँ सेटिस्फाई लाग्छ आफैसँग कि मैले चाहिँ जिन्दगीको एकदमै मजा लिइरहेको छु भनेर। ओके बाई, सी यू सुन।